नेपालमा पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्केपछि राजतन्त्रको समर्थनमा उत्साह फेरि देखिएको छ। 2025 मार्च 9 मा 10,000 भन्दा बढी समर्थकहरू राजधानीको विमानस्थलमा जम्मा भए। राजा फर्किनुहोस्, देश बचाउनुहोस् र हाम्रो प्यारा राजा दीर्घायु होस् जस्ता नाराहरू लगाउँदै थिए। नेपाल अहिले ठुलो बाटोमा छ। हामी लोकतन्त्रमा अगाडि बढ्ने कि राज संस्थालाई फेरि फर्काउने, यो प्रश्न नेपाली जनतामा ठुलो बहस जन्माएको छ। धेरै मानिसहरू भन्छन् राज संस्था हटाउनु नै नेपालको सबैभन्दा ठुलो गल्ती थियो। उनीहरू विश्वास गर्छन् कि राजा फर्किए भने नेपाल फेरि एकबद्ध हुनेछ, स्थायित्व आउनेछ, भ्रष्टाचार कम हुनेछ र देश द्रुत गतिमा अघि बढ्नेछ। तर अर्कोतर्फ लोकतन्त्र पक्षधारहरू भन्छन् हामीले धेरै सङ्घर्ष गरेर लोकतन्त्र ल्याएका हौँ, फेरि राजाको हातमा देश सुम्पुनु भनेको हाम्रो स्वतन्त्र र अधिकार गुमाउनु हो। तर सत्य के हो? के साँच्चै लोकतन्त्रले नेपाललाई असफल बनाएको हो? 2006 सालमा जनताले राजा हटाएर लोकतन्त्र रोज्नु ठुलो गल्ती थियो। के राज संस्था फर्किएर देश बचाउन सक्छ वा लोकतन्त्र सुधार गरेर मात्रै नेपालको भविष्य सुरक्षित गर्न सकिन्छ? यो बहस केवल नेपालमा मात्र होइन, पुरा दुनियाँमा चलिरहेको छ। राजतन्त्र कि लोकतन्त्र? कतिपय देशहरू अझै राज संस्थालाई सम्मान गर्छन्, तर अन्य देशहरूले लोकतन्त्रलाई नै राम्रो विकल्प मानेका छन्। तर नेपालको हकमा कुन बाटो सही हो? आजको यो भिडियोमा हामी यी सबै प्रश्नहरूको गहिराइमा जान्नेछौँ। राज संस्था फर्किए के फाइदा र बेफाइदा हुनेछ? लोकतन्त्रले कहाँ गल्ती गर्यो? के सुधार गर्नुपर्छ? नेपाली जनताले के चाहन्छन्, राजतन्त्र कि लोकतन्त्र? यो भिडियो अन्तिमसम्म हेर्नुहोला, किनभने हामी तथ्य, इतिहास र वर्तमान परिस्थितिलाई हेरेर निष्कर्ष निकाल्नेछौँ। सो तपाईँको विचार पनि यसमा के छ? नेपाललाई राजा चाहिन्छ कि सुधारेको लोकतन्त्र? भिडियो हेरेर आफ्नो धारणा कमेन्टमा लेख्न सक्नुहुन्छ। सो अब आजको भिडियो सुरु गरौँ। नेपालको राज संस्था सदैवसम्म महत्त्वपूर्ण रहेर आएको थियो। शाह वंशले लगभग 240 वर्षसम्म देशमा शासन गरेका थिए। नेपालको इतिहासमा पहिलो ठुलो परिवर्तन राजा पृथ्वीनारायण शाहको शासनकालमा भयो, जसले 17औं शताब्दीको मध्यम साना राजा र प्रान्तहरूको एकीकरण गरेर नेपालले एकीकृत राज्यको रूपमा स्थापना गरेका थिए। तर 20औं शताब्दीको सुरुमा नेपालका राजनीतिक परिपक्षमा परिवर्तन सुरु भयो। राजा त्रिभुवन, जसले 1911 देखि 1955 सम्म शासन गरेका थिए, बाहिर र आन्तरिक शक्तिहरूसँग जुझिरहेका थिए। नेपाल 1950 को दशकमा बाहिरको संसारसँग विशेष गरी एक्लो थियो र राज संस्थाले आधुनिकीकरणतर्फ बिस्तारै बिस्तारै कदम बढाइरहेका थिए। तर राज संस्था 2008 मा कसरी समाप्त भयो? नेपालको राज संस्था औपचारिक रूपमा 2008 मा समाप्त भयो, जसका लागि लामो समयसम्मको राजनीतिक सङ्घर्ष, जनविद्रोह र परिवर्तनको मागको परिणाम थियो। राज संस्थाको समाप्तिको पहिलो कदम 2006 को जन आन्दोलनको रूपमा अघि बढ्यो। यो सङ्घर्ष राज संस्थाको स्वेच्छाचारी शासन, भ्रष्टाचार र देशको समुन्नतिका लागि असफलता उब्जाएको थियो। यसअघि राजा ज्ञानेन्द्र नेपालका अन्तिम राजा 2005 मा देशको शासनमा सीधा हस्तक्षेप गरेका थिए। लोकतान्त्रिक सरकारलाई बर्खास्त गरेर आपतकालीन शक्तिको प्रयोग गर्दै यसले ठुलो विरोध र अशान्ति सृजना गरेको थियो, जसका परिणामस्वरूप 2006 को आन्दोलनले राजा ज्ञानेन्द्रलाई संसद पुनर्स्थापना गर्न र संविधान राज संस्था अन्तर्गत लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा सम्झौतामा ल्याएको थियो। तर राज संस्थाले अझै पनि प्रभाव गुमाउन सकिन र जनताले संवैधानिक गणराज्यको स्थापना माग गर्न थाले। यसकै परिणामस्वरूप 2008 मा नेपालको संविधान सभाद्वारा राज संस्था समाप्त गरेर नेपाललाई गणराज्यको रूपमा घोषणा गरियो। राजा ज्ञानेन्द्रलाई गद्दीबाट हटाएको थियो र शाह वंशको 240 वर्षको राजाशाहीको अन्त्य भएको थियो। तर जनताले किन राजा हटाए? जनताले राजा हटाउनुको पछाडिको कारणहरू धेरै थिए, जसमध्ये केही प्रमुख कारणहरू यस प्रकार रहेका छन्। राजा ज्ञानेन्द्रको स्वेच्छाचारी शासनले जनतामा ठुलो असन्तोष उत्पन्न गर्यो। 2005 मा उनले लोकतान्त्रिक सरकारलाई हटाएर सिधा आफ्नो शासन स्थापना गरे, जसले जनताको विरोधलाई बढावा गर्यो। उनको आपतकालीन शासनले लोकतन्त्रको खतरा उत्पन्न गर्यो र जनताले यसलाई आफ्नो अधिकार हनन भएको भनेर माने। यसका साथै राज संस्थाको भ्रष्टाचार, अकुशल शासनले जनतामा विश्वास गुमायो। शाही परिवारका सदस्यहरू भव्य जीवनयापन गर्दै थिए, जबकि सामान्य नागरिकहरू गरिबी सङ्घर्षमा जीवन बिताइरहेका थिए। यस्तो असमानताले जनतामा असन्तोष बढायो। नेपालमा 1996 देखि 2006 का गृहयुद्धका समयमा राज संस्थाको शासनले माओवादी विद्रोहीहरूका खिलाफ र अत्यधिक बल प्रयोग गरे, जसले मानव अधिकार उल्लङ्घनका घटनाहरू बढ्यो। यसले जनताको राज संस्थाको विरुद्ध असहिष्णुता बढायो। जन आन्दोलन 2006 पछि जनताले लोकतन्त्रलाई पूर्ण रूपमा लागू गर्दै माग गर्दै गणराज्यको स्थापना गरे। माओवादी विद्रोहीहरूको सङ्घर्षले पनि राजा र राज संस्थाको आदानलाई खुलेर विरोध गरेर उनीहरूको सामाजिक न्याय र गणराज्यको विचारधाराले जनतालाई प्रेरित गरे। यस्ता कारणहरूका कारण जनताले राजालाई हटाएर नेपाललाई गणराज्यको रूपमा घोषणा गर्ने माग गरे। के लोकतन्त्र वास्तवमै असफल भइरहेको छ त? लोकतन्त्र वास्तवमै सफल भएको छ कि असफल भएको छ? यो एक जटिल र बहसपूर्ण विषय हो। नेपाल जस्ता देशहरूमा लोकतन्त्रको मूल्याङ्कन गर्दा राजनीतिक, आर्थिक, सामाजिक र नैतिक कारकहरूलाई ध्यानमा राख्नुपर्छ। नेपालमा लोकतन्त्रको असफलताका प्रमुख कारणहरूमध्ये राजनीतिक अस्थिरता, भ्रष्टाचार, आर्थिक अवस्थाको कमजोरी, शिक्षा र जागरुकताको कमी पर्छ। फेरि सरकार परिवर्तन हुनु, नीतिगत निर्णयहरूमा विलम्ब, राजनीतिक झगडाले देशको विकासले प्रभावित गर्दछ। त्यस्तै भ्रष्टाचारले नेतृत्वको विश्वासघात गरेको छ र आर्थिक असमानताले जनतालाई निराश गरेको छ। लोकतन्त्रको सफलताका सूचकहरू पनि छन्। 2015 को संविधानले
सङ्घीय लोकतन्त्र स्थापना गरेको थियो र सामाजिक समावेशको प्रयास गरिएको थियो। व्यक्तिगत स्वतन्त्रता, मुक्त प्रेस र लोकतान्त्रिक संस्थाहरूले पनि जनतालाई आफ्नो अधिकार प्रयोग गर्ने अवसर प्रदान गरेको थियो। केही विश्लेषकहरूले विश्वास गर्छन् कि लोकतन्त्र नेपालमा असफल भइरहेको छ किनभने यसले जनताको आवश्यकता पूरा गर्न सकेको छैन। त्यस्तै अरूले विश्वास गर्छन् कि लोकतन्त्र एउटा लामो प्रक्रिया हो र नेपालको लोकतन्त्र अझै परिपक्व हुँदैछ। यसलाई सफल बनाउनको लागि संस्थागत सुधार, जनताको सक्रिय भागीदारी, आर्थिक विकास र शिक्षाको प्राथमिकता आवश्यकता छ। अन्तमा लोकतन्त्र पूर्ण रूपमा सफल भएको होइन, तर यसलाई असफल पनि भन्न सकिँदैन। यसलाई सफल बनाउन धेरै काम गर्न बाँकी छ। के पूर्ण राज संस्थामा फर्किनु नेपालको लागि खतरनाक हो? नेपालमा पूर्ण राज संस्था फर्काउनु खतरनाक हुन सक्छ किनभने यसले लोकतन्त्र, स्वतन्त्र र जनताको अधिकारलाई खतरामा। लोकतन्त्रले नागरिकहरूलाई स्वतन्त्रता, फ्रिडम अफ स्पिच र चुनावको माध्यमबाट सरकार चयन गर्ने अधिकार दिन्छ, जुन राजतन्त्रले समाप्त गर्न सक्छ। राजतन्त्रमा राजाहरूले आफ्नो इच्छा अनुसार शासन गर्ने शक्ति पाउँछन्, जसले भ्रष्टाचार, शोषण, अकुशल शासनको सम्भावना बढाउन सक्छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो र राजतन्त्रले यी विविध समुदायहरूको हितलाई उपेक्षा गरी एकल व्यक्ति वा परिवारको शासनलाई प्राथमिकता दिन सक्छ, जसले सामाजिक अस्थिरता र सङ्घर्ष बढाउन सक्छ। यसले विश्वभरि नेपालको छाप नकारात्मक बनाउन सक्छ र विदेशी सहयोग र आर्थिक प्रगतिमा असर पार्न सक्छ। त्यस्तै केही व्यक्तिहरूले राजतन्त्रलाई सुरक्षित मान्छन्। यसले नेपाली संस्कृति, परम्परा र ऐतिहासिक मूल्यहरूलाई जीवन्त राख्न विश्वास गर्छन्। केही यसलाई राजनीतिक अस्थिरताको समाधान र सामाजिक एकताको प्रतीकको रूपमा पनि हेर्ने गर्दछन्। तर नेपालको वर्तमान सन्दर्भमा राजतन्त्र फर्काउनुले देशको विकास, जनताको स्वतन्त्र र आर्थिक प्रगतिलाई खतरा पुर्याउन सक्छ। त्यसैले लोकतन्त्रको पूर्ण कार्यान्वयन गरेर नेपालले आफ्नो भविष्य सुरक्षित गर्न सक्छ। के नेपाल राज संस्थामा फर्कन तयार छ त? नेपालको गणराज्यको स्थापनापछि धेरै वर्ष बितिसकेको छ। गणराज्यको सुरुवातले केहीलाई लोकतान्त्रिक प्रगति र विकासको अवसर दिएको छ भने अरूलाई असन्तोष र निराशा दिएको छ। यसबीचमा धेरै नेपालीहरूले राज संस्थाको पुनः स्थापनाको पक्षमा आवाज उठाएका छन्। राज संस्थाप्रतिको लामो समयको आकर्षण र राजा प्रणालीमा विश्वास गरेका केही वर्गका नागरिकहरूले अब सोच्न थालेका छन् नेपालले अझ बढी स्थिरता र एकता चाहिन्छ भने राज संस्थाले त्यो दिन सक्छ। राज संस्थाको पुनः स्थापनाको पक्षमा उनीहरूको तर्फ भनेको के हो भने नेपालको वर्तमान राजनीतिक व्यवस्था अस्थिर रहेको छ, भ्रष्टाचार र दलगत सङ्घर्षले ग्रस्त छ। यसकारणले उनीहरूको विश्वास छ कि राज संस्थाले नै नेपालको भविष्यलाई समृद्ध र स्थिर बनाउन सक्छ। त्यसैले नेपालमा राज संस्थाको पक्षमा अझै पनि समर्थन छ। तर यदि जनताले राजतन्त्रको समर्थन गर्दछन् भने किन उनीहरू ज्ञानेन्द्र शाहले समर्थन गर्दैनन् वा किन जनतालाई डर लाग्छ? यसको कारण ज्ञानेन्द्र शाह र उनका छोरा प्रिन्स पारस शाहको कार्यशैलीमा छ। ज्ञानेन्द्र शाहले 2005 मा गरेको स्वेच्छाचारी शासनले लोकतन्त्रलाई हटाएर आफ्नो शासनमा स्थापना गरेको थियो, जसले जनतामा गहिरो नकारात्मक प्रभाव पार्यो। उनले आपतकालीन शासन लागू गरेर स्वतन्त्र माध्यम र फ्रिडम अफ स्पिच दमिए, जसले जनतामा डर र असन्तोषको वातावरण परेको थियो। र 2001 को हत्याकाण्ड हु क्यान फर्गेट। यस्तै प्रिन्स पारस शाहका नामसँग पनि धेरै विवादास्पद घटनाहरू जोडिएका छन्। पारसलाई केही दुर्घटनाहरूमा निजी वाहन चलाएर मानिसहरू मारिन्थे, तर उनीहरू आफ्नो राजाशाही स्थितिका कारण जवाबदेही बनेका थिएनन्। यसले जनतामा राजाशाहीको विशेष अधिकार र अन्यायको छाप पार्यो। पारसको अनियमित जीवनशैली जस्तै शराब, जुवारी र अनुशासनहीनताले पनि जनतामा नकारात्मक प्रभाव पारेको थियो। ज्ञानेन्द्र र पारसका कार्यशैलीले राजतन्त्रको प्रतिमालाई पनि खराब गरेको छन्। जनताले राजतन्त्रलाई ऐतिहासिक र सांस्कृतिक प्रतीकको रूपमा स्वीकार गरेका छन्, तर ज्ञानेन्द्र र पारसका कृत्यहरूले राजतन्त्रलाई नकारात्मक छाप पारेका छन्। यसैले जनतालाई डर लाग्छ किनकि ज्ञानेन्द्रले गरेका आपतकालीन कार्यवाहीहरू र पारसका अपराधहरूले जनतामा लागेको छ कि यदि राजतन्त्र फर्किन्छ भने उनीहरू फेरि त्यही समान कृत्यहरू गर्न सक्छ। अन्तिम रूपमा धेरै जनताले ज्ञानेन्द्र र पारसलाई समर्थन गरिरहेका छैनन् किनकि उनीहरूका कार्यशैलीले जनतामा डर र असन्तोषको भावना पारेको छ। किन उनी फेरि राजा बन्न चाहन्छन् त? पूर्व राजा ज्ञानेन्द्र शाह पुनः राज संस्थालाई पुनर्स्थापित गर्न चाहन्छन् भन्ने चर्चा बेला बेलामा उठिरहेको छ। उनले सार्वजनिक रूपमा बारम्बार राज संस्थाको आवश्यकता, देशको अस्थिरता र जनताको असन्तुष्टिलाई आधार बनाई आफ्नो धारणा व्यक्त गरिरहेका छन्। तर किन उनी फेरि राजा बन्न चाहन्छन्? यसको पछाडि केही मुख्य कारणहरू रहेका छन्। नेपालमा राजनीतिक अस्थिरता। नेपालमा 2008 पछि लोकतन्त्र आए पनि लगातार सरकार परिवर्तन, भ्रष्टाचार र अस्थिरताले धेरै नागरिकलाई निराश बनेको छ। ज्ञानेन्द्र शाह र उनका समर्थकहरू यसलाई राज संस्था हटेपछि आएको असफलताको रूपमा हेर्ने गर्दछन्। उनीहरू विश्वास गर्छन् कि राज संस्थाको पुनर्स्थापनाले स्थायित्व ल्याउन सक्छ। त्यस्तै जनता फेरि राज संस्थातर्फ आकर्षित हुन थालेका छन्। हालका वर्षहरूमा नेपालमा केही नागरिक राज संस्थाको पुनर्स्थापनाको समर्थन गर्न थालेका छन्। यो विशेष गरी वर्तमान राजनीतिक नेतृत्वको असफलताको कारण हो। ज्ञानेन्द्र शाहले यस्ता अवसरहरूमा आफ्नो भूमिका अझै बाँकी छ भन्ने सङ्केत दिने गरेका छन्, जसले उनका समर्थकहरूलाई अझ बलियो बनाएको छ। त्यस्तै राज संस्थाको पुनर्स्थापना नेपाली संस्कृतिको रक्षा गर्ने उपाय। नेपाल परम्परागत रूपमा हिन्दू राष्ट्र थियो, तर अहिले धर्मनिरपेक्ष राज्य भइसकेको छ। ज्ञानेन्द्र शाह र उनका समर्थकहरू विश्वास गर्दछन् कि नेपालले फेरि हिन्दू राष्ट्र बनाउनुपर्छ र राज संस्था पुनर्स्थापित हुनुपर्छ। उनीहरूको दाबी छ कि राजा नेपालमा संस्कृति, धर्म र राष्ट्रिय पहिचानको रक्षक हुन्। ज्ञानेन्द्र शाह अन्तिममा फेरि शक्तिमा आउन चाहन्छन् भन्ने पनि एक पक्ष छ। 2008 मा राज संस्था हटेपछि उनीसँग कुनै राजनीतिक अधिकार छैन, केवल एउटा पूर्व राजाको रूपमा हुनु परेको छ। उनलाई लाग्न सक्छ कि उनको भूमिका नेपालका लागि अझै महत्त्वपूर्ण हुन सक्छ र यदि जनताले समर्थन गरे भने उनी पुनः
राजा बन्न सक्छन्। त्यस्तै वैकल्पिक शक्ति केन्द्र निर्माण गर्ने प्रयास। नेपालमा हाल राजनीतिक दलहरू विभाजित छन् र धेरै नागरिक असन्तुष्ट छन्। यस्तो अवस्थामा ज्ञानेन्द्र शाहले राजसंस्था पुनर्स्थापित गर्न सक्ने सम्भावना देख्न सक्छन्। उनी राजनीतिक अस्थिरतालाई आफ्नो पक्षमा उपयोग गर्न खोजिरहेका हुन सक्छन्। त्यसैले ज्ञानेन्द्र शाहले नेपालको वर्तमान राजनीतिक अवस्था, जनताको निराशा र सांस्कृतिक पहिचानको बहसले पुनः सक्रिय बनाएको हुन सक्छ। उनी प्रत्यक्ष रूपमा म राजा हुन चाहन्छु भन्दैनन्, तर उनका अभिव्यक्तिहरूले देखाउँछ कि यदि अवसर मिल्यो भने उनी राजसंस्थाको पुनर्स्थापनाका लागि अघि बढ्न सक्छन्। तर के राजसंस्था नेपालको समस्याको समाधान हो कि यो पुरानो शासन प्रणालीमा फर्कने गल्ती हो? यो प्रश्न नेपालका जनताले नै गर्नेछन्। सो तपाईलाई के लाग्छ? उहाँले फेरि रुल गर्नुपर्छ वा गर्नु पर्दैन? नेपालको भविष्यको बारेमा विचार गर्दा राजसंस्था वा लोकतन्त्र बीचको द्वन्द्वको समाधान पाउन निकै जटिल छ। हामीले अहिलेको लोकतान्त्रिक प्रणालीका कमजोरी पक्ष र राजसंस्थाको ऐतिहासिक प्रभावको बारेमा चर्चा गरेका छौँ। अब एक अन्तिम प्रश्नको उत्तर खोज्नु आवश्यक छ, जुन हाम्रा सबै विचारहरूको समापन बिन्दु हुनेछ। के नेपालले पुनः राजा ल्याउनु पर्छ या लोकतन्त्रसँगै अगाडि बढ्नुपर्छ? यो प्रश्न नेपालको भविष्यको लागि सबैभन्दा महत्त्वपूर्ण छ। के राजा फर्काएर नेपालका समस्याहरू समाधान गर्न सक्छ या अझ बिगार्नेछ? के नेपालमा राजा फर्काउनु सही कदम हो? के यसले नेपालका समस्याहरू समाधान गर्नेछ वा यसले अझ ठुलो अस्थिरता ल्याउनेछ? राजसंस्थाले केही समयको लागि स्थिरता दिन सक्छ, विशेष गरी जब राजनीतिक दलहरू एकजुट हुन सक्दैनन्। तर पनि राजसंस्थाको पुनरागमनले लोकतान्त्रिक अधिकारहरूको हनन र जनताको स्वाधीनलाई चुनौती दिन सक्छ। राजाको शक्तिमा फर्किनु लोकतन्त्रको स्थायित्वलाई नष्ट गर्न सक्छ। लोकतन्त्रले जनतालाई अधिकार र स्वतन्त्र दिन्छ, तर यस प्रणालीको कमजोरी भनेको राजनीतिक अस्थिरता र भ्रष्टाचार हो। यस अवस्थामा नेपालले लोकतान्त्रिक प्रणालीको सुधार र राजनीतिक स्थिरता प्राप्त गर्नका लागि नयाँ उपायहरूको आवश्यकता छ। तपाईको विचारमा नेपालका लागि कुन कुरा उत्तम लाग्छ? अब हामी तपाईको विचारको स्वागत गर्न चाहन्छौँ। नेपालको भविष्यको लागि कुन प्रणाली राम्रो हुनेछ? तपाईलाई के लाग्छ कि राजा फर्काएर नेपालको समस्याहरू समाधान गर्न सकिन्छ या लोकतन्त्रलाई सुधार गरेर नेपालको स्थिरता र समृद्धि प्राप्त गर्न सकिन्छ? तपाईँ आफ्नो विचार कमेन्टमा लेख्न सक्नुहुन्छ। राजसंस्था वा लोकतन्त्र, राजतन्त्र वा लोकतन्त्र, कुन प्रणालीले नेपालको भविष्यमा स्थिरता र समृद्धि ल्याउन सक्छ? तपाईको विचार कमेन्टमा लेख्न नबिर्सनुहोला। सो साथीहरू, यहाँसम्म भिडियो हेरिराख्नु भएको छ भने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। यदि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने लाइक गर्न नबिर्सनुहोला र अझसम्म तपाईले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन वा यो आवाज तपाईले पहिलो पटक सुनिराख्नु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अन गर्न नबिर्सनुहोला। हामी फेरि यस्तै अर्को भिडियोमा उपस्थित हुनेछौँ। सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।